नमस्ते, हरे कृष्ण सबैलाई। भर्खरै यो इनिसा बहिनीको यो घटनाले चाहिँ एकदमै सबै आम नेपालीको चाहिँ मन एकदमै भारी भएको छ। यो एकदम यो जुन बलात्कारपछि यो हत्या जुन खालको एउटा पीडा भोग्नु भएको छ बहिनीले, यो एकदमै निन्दनीय छ। यो छिटोभन्दा छिटो यो सरकारको ध्यान जानुपर्छ यसमा। र यस्तो खालको यो इनिसा जस्तो बहिनीहरू धेरैजना नै हुनुभएको छ। यो हामीले जबसम्म कडाभन्दा कडा सजाय मतलब एउटा फाँसीको चाहिँ एउटा कानुन नबनाइकन यो सुध्रिनेवाला छैन। किनकि हामीले हैन सबैजनाले नारा जुलुस लगाइरहेका छौँ यहाँनिर कारबाही गर्ने रे, ल जेलमा कोच्ने रे। तर त्यस्तै हैन इनिसा जस्तो बहिनीहरू फेरि अर्को हैन केही समय नबित्दै फेरि अर्को बहिनीहरू हैन हामी दिदीबहिनीहरू सेफ हुँदैनौँ। त्यहीबाट एउटा कानुनले चाहिँ फाँसीको सजाय दिनुपर्छ बलात्कारीहरूलाई। र अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने यो हाम्रो संस्कार हैन एकदमै यो संस्कार कता गइसक्यो हैन। यो पहिलाभन्दा अहिले धेरै रेप केसहरू यस्तोहरू धेरै बढ्दै आएको छ। यो चाहिँ हाम्रो अज्ञानको कारणले हैन। मान्छेलाई सत्य लुकाउन नि सजिलो छ, झुटो लुकाउन नि सजिलो छ। तर जहाँनिर यहाँ पाप र धर्मको कुरा आउँछ नि त्यहाँ डर हुन्छ कि। त्यही भएर हामीले हैन स्कुलदेखि नै हैन आफ्नो घरदेखि नै एउटा ब्याड टचिङ गुड टचिङ भन्ने कुराहरू नि सिकाउनुपर्छ। साथसाथै म चाहिँ के भन्न चाहन्छु भने त्यत्रो हैन पढाउँदाखेरि हुर्काउँदा कति उहाँको मिहिनेत, कति बाल्टी ब्लड, कति बाल्टी पसिना गयो पनि हामीले बुझ्नुपर्छ। र कुनै पनि अपराधीलाई चाहिँ यत्तिकै छोड्नु हुँदैन हैन। त्यो विभिन्न दलका विभिन्न पार्टीका मान्छेले चाहिँ हैन त्यहाँनिर जबरजस्ती हैन यो लास बुझ्नुपर्छ यस्तो भनिरहेको छ भने उहाँ कतिसम्म अपराधी हुनुहुन्छ कि उहाँ एउटा परिवारलाई कस्तो भइरहेछ तपाईँहरू किन जबरजस्ती गर्नुभएको हैन। त्यही भएर प्लिज हामी सबैजनाले एकजुट भएर इनिसाको चाहिँ एउटा इनिसा जस्तो धेरै बहिनी हैन निर्मलादेखि लिएर धेरै बहिनीहरूको चाहिँ आत्मा भड्किरहेको छ। यो आत्माको लागि भए पनि हामीले एउटा न एउटा कानुन चाहिँ बनाउन जरुरी छ। साथसाथै हामीले चाहिँ अलिकति आध्यात्मिकलाई पनि जोड दिनुपर्छ हैन। यो नास्तिकता जति नास्तिकता बढ्छ त्यति नै हाम्रो विकृतिहरू फैलिन्छ, त्यत्तिकै रेप केस यो चोरी डकैती यो एकदमै बढेर जान्छ। यो चाहिँ अब आउने परिवर्तन जुन सरकार बन्न लागेको छ हाम्रो उहाँहरूलाई चाहिँ म यो एउटा निवेदन व्यक्त गर्दछु कि यो पनि एउटा मध्यनजर राख्नुपर्छ। यो आमाको कोख रित्तिँदाखेरिको पीडा त्यो आमालाई थाहा छ। कुनै पनि महिला एउटा ब्लडकृत हैन एउटा आफ्नै श्रीमान श्रीमती बिचमा त हामी अलिकति असमझदारीमा हैन रिलेसनमा बस्दाखेरि त कति पीडा हुन्छ त महिलालाई भनेपछि त कस्तो भएको होला त्यो पीडा हामी महिलाले बुझ्नुपर्छ। त्यही भएर यो छिटोभन्दा छिटो एउटा कानुन चाहिँ बनोस्। यो नबनुन्जेलसम्म कसैले चेस्दैनन्। त्यही भएर हरे कृष्ण।